उपस्थित भइसकेको छु एउटा सानो भिडियो लिएर। मलाई लाग्छ यो 2025 को चाहिँ अन्तिम भिडियो हुनेवाला छ है मेरो। यो आज डेट 30 म यो रेकर्ड गरिरहेको छु, भोलि चाहिँ अपलोड हुन्छ भने या दिस गोना बी माई लास्ट भिडियो अफ द इयर। यस, दुःख सुख है वर्ष पनि काटेर गयो भनिदिउँ न। 2025 चाहिँ ओभरअल भन्यो भने मेरो लागि चाहिँ अलिकति स्याड इयर नै भइरहेको थियो। बिगिनिङमा के भयो है, भलै बिगिनिङमा चाहिँ म भुटानमा थियो। 2025 को बिगिनिङमा अति खुसी भइरहेको थियो, अनि एन्ड जनवरी एन्डबाट चाहिँ फर्केर यहाँ आइपुगेको पछि जुन चाहिँ नसोचेको कुराहरू चाहिँ भयो मेरो लाइफमा भनिदिउँ न। अब मेरो जागिरको कुराहरूमा चाहिँ त्यसपछि त्यसरी नै दिनहरू बित्दै है, महिनौ बित्यो, 1 महिना 2 महिना गर्दै टक्कै 8-9 महिना पछि चाहिँ यस इयर एन्ड पो भइसकेछ भनेको, अन्तिम आइसकेछ। सो अन्तिमलाई चाहिँ यो इयरलाई चाहिँ म कसरी बिदा गर्दैछु भन्ने हो भने चाहिँ या जे जस्तै भयो राम्रैको लागि भएछ है। धेरै कामहरू सिक्न पाएँ मैले चाहिँ। स्पेसली म चाहिँ अब बिगिनिङमा चाहिँ मलाई चाहिँ त्यो म जहाँ पहिला काम गरेको ठाउँ थियो त्यहाँबाट मलाई चाहिँ अर्को ठाउँ ट्रान्सफर गरिदिँदाखेरि चाहिँ अति बोरिङ लागेको थियो है। अनि अन्तिममा चाहिँ के भएछ भने धेरै कुराहरू सिक्नु पाएँ होइन। सो त्यसरी नै मन लागि नलागी भए पनि म गइरहेको थियो काममा क्या। हैन नै 10-11 महिना चाहिँ मैले गरेँ भनिदिउँ न। र अन्तिममा हिजो अस्ति भर्खरै डेट 24 देखि चाहिँ है जहाँ म काम गरेँ नि त्यहीँ पुऱ्यायो मलाई चाहिँ है। भनिदिउँ पहिला म कुनै टाइमिङमा काम गर्थ्यो, बिहानको 6 बजीदेखि 3 बजीसम्म मेरो ड्युटी हुन्थ्यो। जस्तै 2024 तिर अबको आउने यो 2026 मा पनि मेरो ड्युटी चाहिँ त्यस्तै हुनेवाला छ, त्यस्तै टाइमहरू मिल्नेवाला छ जस्तो चाहिँ मलाई फिल लाग्छ। सो बिगिनिङ जस्तै भयो भने पनि एन्ड चाहिँ अलिकति खुसियालीमै म चाहिँ बिताउँदैछु। अनि या अब यो जनवरीदेखि चाहिँ अलिकति भिडियोजहरू पनि लिएर आउँछु भनेर नै सोचिरहेको छु। लेट्स सी के हुन्छ है। त्यही त 24 देखि चाहिँ म बिहानै ड्युटी जाँदैछु होइन। छट्टै 6 बजी ड्युटी गयो, 3 बजी छुट्टी भएर आज पनि त्यसरी नै आएर अहिले 8-9 बजिसकेको छ। यहाँ घुम्न आएको थिएँ, घुम्नु पनि के पहिला काम गर्ने ठाउँमा आएको थियो भनिदिउँ न। म चाहिँ त्यहाँ आएर साथीहरूसँग यसो भेटघाट गरेर चाहिँ म फर्केको। अनि फर्किँदाखेरि चाहिँ यसो आज नै हो मैले 2025 मा एउटा मेमोरिज एउटा भिडियो बनाउने त भनेर सोचेर चाहिँ या आइ एम डुइङ द्याट होइन। सो यस्तै छ है। यो सुनसान रातमा बिजुलीको एकदम उज्यालो भइरहेको साथमा गोजीभित्र हात लगाई हिँडिरहेको छु है। जस्तै नराम्रो भयो भने पनि केही राम्रोको लागि नै हुने रहेछ भन्ने कुरा चाहिँ मैले थाहा पायो है। अनि आई होप है तपाईँहरू सबैजनाको पनि एकदमै राम्रै हुनुहुन्छ होला, राम्रोसँगले बिताउनु भयो होला है तपाईँको यो वर्ष। अनि यस नयाँ वर्षको लागि शुभकामना छ, ह्याप्पी न्यू इयर भन्न चाहन्छु है म मेरो तर्फबाट भनिदिउँ न। अनि यस बर्थडेहरू पनि सक्यो हिजोअस्ति, लास्टै धेरै बर्थडे विसहरू पनि आइरहेको थियो साथीभाइहरूको। सो यताउता त्यो भिडियो सिडियो बनाउनेहरू गर्नेहरू चाहिँ मसँग केही टाइमै मिलिरहेको नै छैन क्या, थिएन। त्यही भएर सबैजनालाई आज मनभित्रदेखि नै धन्यवाद निम्ताउँदैछु है। एकदम धेरै धेरै धन्यवाद निम्ताउँदैछु जो जतिले विस गर्नुभयो। मेसेजेसहरू पनि धेरै आइरहेको थियो है फेसबुकमा चाहिँ। यस्तै छ। अब भोलि डे अफ है, लास्ट इयरको लास्ट डेमा चाहिँ मेरो एकदम रेस्टवाला दिन छ। होप सो म कहीँ घुम्नु जान्छु होला, के गर्छु होला भोलिको दिनमा चाहिँ, लास्ट अन्तिम दिनमा चाहिँ। अनि या आई ट्राई टु बी एकदम रेगुलर चाहिँ हुने प्रयास गर्नेछु। जस्तै मैले 2024 मा कति गरेको थियो, कतिवटा कन्टेन्ट लिएर आएको थियो होइन, त्यसरी नै मैले 25 मा चाहिँ सकेको थिएन। सो होपिङ फर द सेम स्पिरिट है,
सेम स्पिरिट सेम एनर्जी चाहिँ मलाई 2026मा दिउस् होइन 2026मा दिउस् त्यो भन्दै गाडी हेर यो हो नि त विदेश क्या साउन्ड चाहिँ लाइफ त यिनीहरूको हुन्छ भने क्या यस्तो लाइफ त है कत्रो छ साउन्ड होइन जिन्दगी त यिनीहरूको छ नि हामी त के गधा गधा जति यो आफ्नो देश छोडेर आउनेहरू त यहाँ त गधा हो क्या गधा कहिलेकाहीँ त होइन यसो के भन्ने या धेरै छ भन्ने तर नभन्नु होला फेरि घर परिवारतिर अलिकति दुःख लाग्दो देखिन्छ जे छौ एकदमै खुसी छौ है नयाँ वर्षलाई म यसरी वेलकम खुसीको साथमा वेलकम गर्दैछु र तपाईँहरू पनि त्यसरी नै गर्नुहोस् र प्रे गर्नेछु प्रार्थना गर्नेछु सबैको है नयाँ वर्ष आउने साल चाहिँ एकदम सफल रहोस् है एकदम राम्रो रहोस् एकदम खुसियालीसँगले बिताओस् त्यो भन्दै आजको लागि यो भिडियो म यहीँ राख्दैछु भेट्नेछु फेरि पक्कै 1 तारिक या 2 तारिकमा चाहिँ भेट्नेवाला छु है त बाइ बाइ